आएर यिनीहरूका है वरी त यिनीहरू यहाँ आयो रहेछ झन् वरी त गुड मर्निङ साथी सन्चै हुनुहुन्छ म पनि सन्चै छु हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा आशा छ हजुरहरूलाई मन पर्ने छ सर्वप्रथम त सबैजनालाई ह्यापी होली हजुरकोतिर त लागिसक्यो होला ती भिडियोहरू पनि देखिरहेको थिएँ होलीको अब हाम्रोतिर त आज छैन के होली बच्चाहरूको स्कुल लागिरहेछ आज चाहिँ अब भोलि हो भन्छन् के र अनि आज त अब पहाडतिरको होली हो भोलि तराईको होली अब हाम्रो पहाड पनि होइन तराई पनि होइन त्यही भएर 2 दिन मनाउँछन् ठिकै छ हामी चाहिँ अहिले आज मनाएको छैनौँ भोलि मनाउने हो आज बच्चाहरू स्कुल गइरहेछन् उतै स्कुलमै होली खेल्छौँ हामी त मम्मी भन्दै थिए ठिकै छ खेले पनि भनेर अनि अहिले चुनाव चलिरहेछ नि त चुनावमा अनि मैले आजसम्म भोट हालेकै छैन के अनि अहिले चाहिँ अब अस्ति फर्म चाहिँ भरेको भोटिङ कार्डको भोटिङ कार्ड आछ कि आएन केही थाहा पनि छैन अब म चाहिँ फर्म खोज्न पर्यो अहिले अनि तल हुनुहुन्छ दिदी उहाँकोमा गएर सोध्न पर्ला भोटिङ कार्ड छ कि नै फर्ममा मेरो त्यहाँ लिस्टमा नाम छ कि नै भनेर सोध्न पर्ला ल म चाहिँ गएँ अब फर्म खोज्न भोटिङ कार्डको चाहिँ अब भात खानु पर्यो भात खाएर जानु पर्ला तलतिर घाम पनि धेरै चढिसक्यो के यस्तो गर्मी हुन्छ भाइ दिउँसो हिँड्दाखेरि म जाँदैछु बोर्डिङ कार्ड छ कि छैन भनेर सोध्न कहिले आउँछ थाहा छैन म अहिले फेरि म उता माइत जान्छु नि त त्यही भएर बच्चाहरू स्कुलबाट आएपछि उनीहरू आज होलीमा कस्तो भएको छन् खै स्कुलमा होली खेलेको होला दिदी हाई भन्नी न त्यो के हो त्यो लिस्ट छ भन्नुहुन्थ्यो त यो के यो मैले अहिले साग केमा भोट हालौँ ल भन्नुहोस् त भोटिङ कार्ड पनि रहेछ ल ठिक छ त्यसो भए तपाईँ के भन्नुहुन्छ त केमा हालौँ म भोट मेरो फर्स्ट भोट हो क्या अहिले चुनाव चिन्ह रुखमा उम्मेदवार दिपक गिरी ल ठिक छ त्यसो भए हुन्छ म भोट रुखमै तिम्रो होरी आयो खै दिदी दिदीको अस्ति भइसक्यो पिचकारी पिचकारी म पछि किनिदिन्छु त दिदीलाई लगाऊँ कि दिदीलाई लगाऊँ अनि पछाडि जाम्ला तँलाई होरी कोसल दल्दैन है दल कोल दल त्यहाँ यसलाई त हेर त बाबुले यस्तै कस्तो भइआउँछ यो ल हिँड के पछाडि तान्छ त झोलाल त के छ र के पछाडि तान्ने हिँड के हिँड स्कुलबाट आएर पनि हामी चाहिँ अब बाहिर जाँदैछौँ अटोलाई फोन गरेर साथी हो हेर्नुहोस् साथी हो अटो चाहिँ कोही कतै रहेछन् कोही कतै रहेछन् एउटा पनि भेटेन त्यही भएर म अलिक तलसम्म जान्छु हिँड्दै पाइन्छ कि नै पाइयो भने ठिकै छ नपाइयो भने त्यतिकै जाने हामी चाहिँ माइत पनि आइपुग्यो यहाँ चाहिँ मेरो फुच्ची फुच्ची छानो कुटिरी माया कुटिरी माया यस्तो ठाडो ठाडो गरिन हेर्छिन् को छ यहाँ को छ मोबाइलमा को छ यहाँ आऊ त आज अमिताको भल गएछ अहिले अमिता पनि सुर्रै छ नि त ए उता हेर्देऊ यता 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 कि यता यता मन्टु यतै हुन्छ यतै हुन्छ मन्टु म अहिले गइजाऊ घर किन घर कहिले जानुहुन्छ धेरै दिन बस्ने भन्नुहुन्छ कि यहाँ त यहाँ न यहाँ के यहाँ यो चाहिँ मेरी बधाइनी नि कौन बधाइनी यसकी दीदी ये फुच्ची की दीदी हो कि यो बाबू यहाँ त बाबू यहाँ न ओए फुच्ची हेर यहाँ को छ यहाँ मोबाइल त हेर्छस् नि
हेर्छिस् नि मोबाइल यो चाहिँ मेरो भदै हो हिरो आँखामा गाजल लगाइन फेरि अघि न होरी दलिकन मुख कस्तो बनाएको थिइस् तैँले अहिले नहाल्थिस् मुख धुइ आओस् यहाँ फुपूलाई डोगर न त ल डोगर भाग्यमानी भएस् यहाँ चाहिँ मेरो भाउजू सुत्केरी मान्छे हुनुहुन्छ कतै बिचरा नदेखाउनुहोस् भन्नुहुन्छ सुत्केरी मान्छे यस्तै हो के केही हुन्न ने रोटी कसले हाल्नु लाग्छ जेठी भाउजूले यहाँ चाहिँ मेरो जेठी भाउजू हुनुहुन्छ अलि लाज भन्नुहुन्छ कि छोरी पनि भाइ सब भागे अब हामी मात्रै रहेछौँ भिडियो बनाउने लाज नमान्ने नि सानो हामी लाज मान्दैनौँ नि हामी मात्रै लाज मान्दैनौँ हुनुहुन्छ यहाँ सेलरोटी हालिदिँदै हुनुहुँदैछ ए रोटी यस्तो छ साथीहरू हेर्नुहोस् हाम्रो माइजूलाई पनि अलि राम्रोसँग हेर्नुहोस् यतातिर हेलो भन्नु न माइजू हेलो रोटी पाक्दैछ के मेकअप गर्ने होइन थै तेरो थुत्नु यता देखा त कसले है रितो यता हेर त तैँले मेकअप गरिस् तैँले मेकअप गरिस् हेर यिनीहरूको भैँस हो यो माउलो जानिम भन्नुको कारण यही हो हेर्नु साथीहरू कसले ए ओइ एलिसा यता हेर तेरो बाबाले देख्नुहुन्छ त हो तँलाई कसले दल ल्यायो होरी भन् त मेरो छोरालाई टिका कसले लगाइदियो बाबु तैँले किन पुछिस् त गाजल कसले लगाइदियो तँलाई भन् त नमस्ते भन्न नमस्ते सन्चै हुनुहुन्छ भन् के सन्चै हुनुहुन्छ तपाईँहरू मामा मामा यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ मैले भिडियो बनाइरहेको छु कि खै मामा ढोकर होरी अहिले बल्ल होरी आ जस्तो लाग्यो मलाई यसले मलाई टिका लगाइदिँदैछ के होरी लगाइदिँदैछ पक्मा पनि लगाइदिन्छु तँलाई ए माइती पनि छ त प्यालो पनि छ तिनवटा कलर खै म तँलाई लगाइदिन्छु पहिला रातो लगाइदिन्छु है नाइ के अरू पनि लगाइदिन्छु कि अरू के छ हरियो छ गालाम पनि लगाइदिने हो फेरि पक्कै गालाम पनि लगाउने हो क्या ह्याप्पी होली शोभा ह्याप्पी होली द ढोका पैसा अहिले दिउँला है छोरा पनि लगाइदिएको छैन ह्याप्पी होली सानो मम्मी भन्नु पर्दैन त फेरि अरू रङ लगाएको छ यति लगाइदिन्छु कपडा है हे प्रभु पुरानो थाहा लगाइदिने क्या यो नयाँ नलगाउने बिग्रिन्छ कपडा के कपडा यसलाई निकालौँ है ह्याप्पी होली रितु ह्याप्पी होली पुपु भन्नु तैँले मलाई आफैले सिकाएको ल जिउ गर नानी तैँले मलाई जिउ गर्नुहोस् ल जिउ गर ल यसको त भित्र भेस्ट नलगाइदिएर टी सर्ट छ क्या भित्र त्यो होरीको टी सर्ट छ लगाइदिने ल बाबु ल ह्याप्पी होली सानो लाज मान्ने के फेरि यस्ताले लाज मान्ने ह्याप्पी होली ह्याप्पी होली बाबु ह्याप्पी होली पुग्नु भन्नु आफूलाई ह्याप्पी होली के गरे सोना एलिसा बाबु यार ह्याप्पी होली
होली आयो होली बाबु ह्याप्पी होली खुदमा आएर यिनीहरूका होली त यिनीहरू यहाँ आयो रहेछ झन् होली त खैले मलाई तातो यो चाहिँ मेरो नातिनी हो सिगानेर है सिगान कसले सिगान सी पार्यो नातिनी हो क्या यो चाहिँ मेरी म चाहिँ बोइ भएको के यिनी चाहिँ मेरो भदैनी बुहारी हुन् हे भगवान् यहाँ करेसा बारीको तिन तरकारीमा यहाँ पानी चार्दैछिन् पनि परिसक्यो दिमाग खराब भइरहेछ भोलिको दिन छोराछोरीले लगाउलान् अनि फोटो खिचिदिउँला भिडियो बनाइदिउँला भनेर टी सर्ट किनिदिरहेको थिएँ अनि तलै पसलमै बिर्सेर आएछु कि म त यति धेरै दिमाग भएपछि के हो लाग्छ ल सबै यति धेरै दिमाग भएपछि के लाग्यो र गाह्रो छ मलाई पनि ल अब अर्को भिडियोमा भेटौँला थ्याङ्क यू सो मच बाई